ल कस्तो लरेको त्यही त छुटाउनु पर्दैन फुवा चाहिँ मर्छ होला भाले मर्छ हाँस यस्तो खतरा हुँदो रहेछ है हजुर त्यही त नि ल हाँस यस्तो रिसा हुन्छ भने मलाई थाहै थिएन है ल अझै भाले फेरि हेरौँ त्यहाँ त्यो हाँसको दोरी अल्झेर मात्रै बोइ ल अब काबु भयो कस्तो रिसा हुँदो रहेछ हाँस त आमै त्यो अर्को दोरी पनि ल अहिले हामी चाहिँ मुन्दुम पथमार्गमा छौँ यो खोटाङ र भोजुरको विशेष सिमाना हो मुन्दुम ट्राल भन्छ यसलाई चाहिँ है यस्तो सुन्दर छ यो ठाउँहरू म भर्खरै यहाँ आइपुगेको छु आजको मौसम चाहिँ साह्रै सुन्दर भएको छ हौ यो हाँसको दोरी निकालिदिउँ भनेको त मौसम चाहिँ राम्रो भएको छ दा लड्ने म फेरि यसको हाँसको जाऊ त अर्के छ अच्छा अच्छा ल जा ल यस्तै हो बिचरा यो चाहिँ पोथी हो कि अरे भालेर पोथी रहेछ यो पोथी मुन्दुम ट्राल छु आज म विशेष गरी लु यता चाहिँ भोजपुर जिल्ला पऱ्यो यो हाम्रो सिमाना हो विशेष गरी अहिले म भोजपुर ठ्याक्कै खोटाङको सिमानामा छु है त ल हाम्रो मुन्दुम पथमार्ग यो आजको मौसम साँच्चै नै सुन्दर र रमणीय छ विशेष गरी हाइट पनि यो होला 25-26 हाइटमै होला निकै माथिको हाइट आइपुगेको छु यो यतापट्टि हाम्रो खोटाङ जिल्ला पर्छ भोजपुर र खोटाङको सिमाना यहीँबाट निर्धारण हुन्छ अनि यतापट्टि घुम्दा भोजपुर देख्नु हुनेछ यतापट्टि घुम्दा खोटाङ देख्नु हुनेछ र साँच्चै नै प्राकृतिकको सुन्दर धनी देश नेपाल त्यतिकै भनेको होइन यहाँ चाहिँ वार्षिक हजारौँ हजार टुरिस्टहरू भित्रिने गर्छ अनि आजभन्दा 15 वर्ष अगाडि चाहिँ यहाँ केही पनि थिएन अलिअलि यस्तै गाईको भैँसी गोठहरू हुन्थ्यो अझ कम्तीमा यहाँ चाहिँ यस होटलहरू तपाईँहरू बस्ने होटलहरू सेवा सुविधाहरू छ अनि योभन्दा उता गएर पनि त्यो माथि डाँडामा पनि ठ्याक्कै हरियो तपाईँहरूले देख्नुहुँदैछ त्यो हरियो आउने होटल रिसोर्टहरू छ अनि उता थुप्रै ठाउँ यो बाटोमा चाहिँ होटल रिसोर्टहरू छ यहाँ चाहिँ विशेष गरी अहिले बस्नको लागि चाहिँ पहिला धेरै सुविधा छ अनि यो मुन्दुम ट्रायल अथवा मुन्दुम पथमार्ग चाहिँ कहाँबाट सुरु हुन्छ भन्नुहुन्छ भने म तपाईँहरूलाई देखाइदिन्छु यहाँबाट तपाईँको मुन्दुम ट्रायल मार्गको साइडमा लाग्छ यो चाहिँ बिच सेन्टर पोइन्ट हो यहाँ हुँदै 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 यो बाटो हुँदा हुँदै हामी घुम्दै 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 त्यो डाँडा हुँदै 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 त्यहाँ पुरा एउटा घर छ त्यहाँ अनि त्यो माथि माथि डाँडा हुँदा हुँदा हुँदै हुँदै यो बादलको पुरो खेत भनौँ यो भित्रसम्म चाहिँ मुन्दुम पथमार्ग त्यहाँ हिँडेर यता खास त्यहाँ पर्छ पिच रोड छ खोटाङ र भोजपुरको सिमाना त्यहीँ पनि छ त्यहाँ चाहिँ पिच रोड छ
त्यो पिच रोड बाटो चाहिँ तपाईँहरू हिँड्दै 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 यता आउनुपर्ने हुन्छ र बिचमा धेरैवटा रिसोर्टहरू छ, बस्ने ठाउँहरू पनि छ यो बिचमा। तपाईँहरूले विशेष गरी यहाँ ध्यान दिनुपर्ने कुरा चाहिँ के भन्दाखेरि जङ्गली जनावरहरू पनि पाउन सक्छ। तपाईँहरूले हातमा लौरो अथवा लट्ठी अनिवार्य लिएर हिँड्ने। अनि यहाँ झरी पानी पऱ्यो भने पनि समस्याहरू हुनसक्छ। तपाईँलाई जस्तै यो मानौँ यो होटलमा बस्नुभयो भने अर्को होटलको नम्बर लिएर चाहिँ भने बिचमा कतै समस्या भयो भने उहाँलाई उद्धारको लागि त्यो तपाईँहरूले सम्पर्क गर्ने होइन। अनि यो यस्तो 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 जस्तै अनि तपाईँहरूले चाहिँ के पनि गर्न सक्नुहुन्छ भने यहाँबाट जस्तै कहिलेकाहीँ यहाँ टावर नदिनु सक्छ, झरी पानी पऱ्यो भने टावर नदिनु सक्छ समटाइम। त्यो चाहिँ यहाँको मौसम बिग्रेको अवस्था। जस्तै तपाईँ यहाँ हिँड्दाखेरि त्यो अर्को चाहिँ यहाँ र अर्को नेक्स्ट रिसोर्ट होटल कुन छ त्यो होटललाई फोन गरेर हामी यहाँबाट त्यहाँसम्म आउँदैछौँ भनेर यहाँबाट हिँड्दा हिँड्दा फोन गर्नुभयो भने तपाईँहरूको लाग्छ यहाँदेखि त्यहाँसम्म पुग्नु दूरी 1.5 घन्टा 3 घन्टा लाग्न सक्छ। अनि त्यो बिचमा झरी पानी पऱ्यो भने तपाईँहरूलाई काहीँ आपद विपद परेको खण्डमा पनि यो रिसोर्टबाट अर्को रिसोर्टसम्म तपाईँहरू पुग्नु भएन भने त्यहाँबाट चाहिँ उद्धारको लागि चाहिँ आउन सक्छ, अथवा चाहिँ बिचमा चाहिँ कतै बेपत्ता भयो भने तपाईँहरूलाई उद्धारको लागि आउनु सक्छ। त्यसरी तपाईँहरू हिँड्नुपर्ने हुन्छ है त। अनि त्यो डाँडाबाट हुँदै हुँदै यता आएर यहाँ आएर तपाईँहरू फेरि हुँदै हुँदै यो चाहिँ यहाँ तपाईँको चाहिँ त्यो डाँडाबाट यो बाटो हुँदै हुँदै हिँड्दै आउने। यहाँ सबै यो तलदेखि सानो बाटो हो। यो बाटो हुँदै 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 तपाईँहरू यहाँबाट उता चाहिँ छिमालुङ भन्छ, छिमालुङ अनि चाहिँ जलजले हुँदै तपाईँहरू चाहिँ यता गएर यो मुन्दुम पदमार्ग चाहिँ यो कति मलाई लाग्छ यो ठ्याक्कै यो पर देखिएको बादल यो उतैसम्म चाहिँ मुन्दुम ट्रायल छ, त्यो मुन्दुम यात्रा छ। त्यो त सबै रिसोर्ट बनिसकेको छ, बाटोमा बिचमा पाउन सक्नुहुन्छ। अनि विशेष गरी तपाईँहरूले चाहिँ यो ठाउँमा आउँदै गर्दाखेरि तातो पानीको लागि थर्मसहरू बोक्ने, तातो पानीको लागि थर्मसहरू बोक्नु सक्नुहुन्छ तपाईँहरूले। अनि बाटोमा कतै भोक लागेको ठाउँमा तपाईँ सुक्खा चिज कुनै खाजा लिएर आउनु सक्नुभयो भने तपाईँहरूलाई त्यसले पनि राम्रो गर्छ। किन भन्दाखेरि कहिले हिँड्दै जाँदाखेरि थकान लाग्न सक्छ। अनि बिचमा चाहिँ एक रिसोर्ट अर्को रिसोर्टसम्म चाहिँ तपाईँ नपुग्नु सक्नुहुन्छ, बिचमा भोक लाग्न सक्छ होइन। त्यसमा चाहिँ तपाईँहरूले चाहिँ सुक्खा खाजा र चाहिँ तातो पानी बोक्नु तपाईँहरूलाई सहज हुन्छ। अनि यहाँ आउँदाखेरि चाहिँ ट्रेनहरू लिएर आउँदा विशेष राम्रो हुन्छ। बिचमा कतै झरी पानी पऱ्यो भने बर्खाको मौसममा आउँदा चाहिँ झरी पानी पऱ्यो भने चाहिँ तपाईँहरूलाई सहज हुन्छ। र तपाईँहरूले चाहिँ विशेष गरी यहाँनिर आउँदाखेरि चाहिँ के भन्छ त्यो क्यामेराहरू अनि तपाईँको त्यो चाहिँ राम्रो चाहिँ सेभ गरेर ल्याउनु पर्ने हुन्छ। झरी पानी पर्दाखेरि तपाईँसँग भएको इक्विपमेन्टहरू चाहिँ त्यो एकदमै सुरक्षित साथ बोक्नुपर्ने हुन्छ। र एकदमै सुन्दर, एकदमै राम्रो छ यो, एकदमै राम्रो छ। अब यो कहाँबाट कता हुँदै आउने भन्ने कुरोमा पनि तपाईँहरू अड्किनु सक्नुहुन्छ है त। यो चाहिँ काठमाडौँ जस्तै पश्चिमको साथीहरू आउनुहुन्छ भने काठमाडौँ आउने, काठमाडौँबाट चाहिँ यहाँ चाहिँ 255 किलोमिटर दिक्थ्यो, त्यहाँबाट चाहिँ 30 किलोमिटर भन्छ, झन् 285 किलोमिटर चाहिँ पिच बाटो। काठमाडौँबाट यहाँ चाहिँ टेम्के भन्छ, त्यो टेम्केको छेउसम्म चाहिँ पूर्ण रूपमा चाहिँ पिच बाटो छ, त्यहाँसम्म चाहिँ पूर्ण रूपमा पिच बाटो छ त्यहाँसम्म चाहिँ। अनि त्यहाँबाट तपाईँहरू चाहिँ फेरि जस्तै फेरि म तपाईँहरू टेम्के छु, त्यो पर बादलको छेउमा जहाँ बादल छ त्यहाँसम्म चाहिँ पिच बाटो आउँछ बाइक। अनि त्यहाँबाट चाहिँ तपाईँहरू चाहिँ हिँड्दै त्यहाँ बाइक चाहिँ पार्क गरेर तपाईँ हिँड्दै आएर चाहिँ आउनु सक्नुहुन्छ। र फेरि अर्को बाटो तपाईँ जस्तै धरानतिर पूर्व झापा मोरङको साथीहरू आउनु चाहनुहुन्छ भने चाहिँ तपाईँहरू गाईघाट उदयपुर हुँदै पनि आउनु सक्नुहुन्छ। धरानबाट अहिले सर्टकट बाटो अहिले यसपालिको वर्षले भत्काएको छ, त्यो बाटो तपाईँहरू आउनु भने धरानबाट चाहिँ 4 घन्टादेखि 5 घन्टामा खोटाङ दिक्तेल आइपुग्नुहुन्छ। त्यो दिक्तेल बजार आइसकेपछि यहाँ तपाईँको चाहिँ 1.5 घन्टामा तपाईँहरू त्यहाँ आइसक्नुहुन्छ होइन। भोजपुर कम्तीमा धरानदेखि तपाईँहरू हिँडेको दिन मुन्दुम पदमार्ग प्रवेश गर्ने जस्ट टेम्के डाँडासम्म तपाईँहरू आउनु सक्नुहुन्छ है त, आउनु सक्नुहुन्छ। तपाईँहरू मलाई लाग्छ यहाँ चाहिँ मोटामोटी चाहिँ तपाईँहरू फेरि यहाँ 2 तरिका घुम्न सकिन्छ। एउटा चाहिँ पराइबाट फाइनली त्यहाँ यसको चाहिँ अन्तिम बिन्दुसम्म चाहिँ तपाईँहरू पुग्न सक्नुहुन्छ। यदि ठिकै छ म चाहिँ आधी मात्रै घुम्छु भन्ने हो भने त्यो अघि मैले देखाएको ठाउँबाट तपाईँ यहाँसम्म आएर पनि यहाँबाट चाहिँ फेरि तपाईँलाई म देखाउँछु।
र कच्ची बाटो छ। यो कच्ची बाटो यता जानुभयो भने यता भोजपुरको बाटो जानु भने तल झर्नलाई यहाँबाट 1 घन्टामा तल झरिहाल्नुहुन्छ कच्ची बाटो। अनि यहाँबाट उता झर्नुभयो भने पनि कच्ची बाटो चाहिँ यहाँ चाहिँ 3 घन्टा त्यो दिक्तेल भन्ने ठाउँ पुग्नु लाग्छ। तपाईँहरू नयाँ मान्छे र 3.5 घन्टामा चाहिँ यो बाटो हुँदै तपाईँहरू दिक्तेल पुग्न सक्नुहुन्छ। यहाँबाट पनि तपाईँहरू चाहिँ अथवा चाहिँ भोजपुरबाट त्यो डाँडाबाट आदि मात्रै घुम्ने हो भने तपाईँ तल आएर यहाँ माथि आउनुलाई 1.5 घन्टा उकालो लाग्छ। कच्ची बाटो छ, तल रिमछिम फेदिएर यहाँसम्म तपाईँ आउनु सक्नुहुन्छ। अनि यहाँबाट तपाईँको चाहिँ यता दिक्तेल हुँदै फाँथेका हुँदै यता तपाईँको चाहिँ आउनु पनि सक्नुहुन्छ यहाँ है। यहाँसम्म आएर यहाँबाट तपाईँहरू चाहिँ फेरि चाहिँ पार गरेर पनि घुम्नु सक्नुहुन्छ। अनि टोटली तपाईँहरूलाई चाहिँ मलाई लाग्छ यो मुन्दुम पदमार्ग यहाँ परबाट टेम्की हुँदै माथि सालपसी लिचुङसम्म पुग्नको निम्ति मलाई लाग्छ यो 4 दिनमा तपाईँहरू मोटामोटी यहाँ चाहिँ 3 दिन 4 दिनमा तपाईँहरू चाहिँ हिँड्न सक्नुहुन्छ, घुमिसक्नुहुन्छ। अब सुई हिँड्ने कुरा भएन, फोटो खिच्ने कुराहरू होला, बाटोमा हिँड्ने कुराहरू होला होइन, अनि चाहिँ भ्यूहरू हेर्ने कुराहरू होला है। अनि धेरै राम्रो ठाउँ छ यो। तपाईँहरू साँच्चै नै विभिन्न देश जानुहुन्छ, घुम्नुहुन्छ होइन, तर त्यो देशभन्दा पनि जस्तै तपाईँहरू नेपालभन्दा बाहिर धेरै ठाउँ तपाईँहरू जानुहुन्छ, त्योभन्दा पनि तपाईँहरू चाहिँ यो ठाउँमा आउनुभयो भने साँच्चीको एउटा स्वर्गको एउटा अनुभूति गर्ने ठाउँ चाहिँ यो पनि हो होइन। यहाँ तपाईँ एउटा स्वर्ग चाहिँ कहाँ जाने भन्दाखेरि जस्तै जापानिजहरूले चाहिँ जिउँदैमा स्वर्ग देख्छौँ भन्छ अरे क्या। तपाईँहरू जिउँदैमा अथवा जिउँदै तपाईँको चाहिँ स्वर्गको अनुभूति गर्ने हो भने मुन्दुम पदमार्ग आउनुपर्छ। यो जस्तो हावापानी स्वच्छ, यहाँको वातावरण, अनि यहाँको चाहिँ डाँडाकाँडा, अनि चाहिँ त्यसै स्वच्छ हावामा 3-4 दिन हिँड्दाखेरि तपाईँहरूको स्वास्थ्य धेरै किसिमको चाहिँ लाभ हुनसक्छ। र यहाँ चाहिँ जडीबुटीको चाहिँ हावा है, जडीबुटी सहितको स्वच्छ हावा, मिसिएको हावाहरू, अनि यहाँ खानपानहरू धेरै राम्रो छ। तपाईँहरू जिउँदैमा स्वर्ग अनुभूति गर्न चाहनुहुन्छ भने मुन्दुम पदमार्ग एकचोटि तपाईँहरूको जीवनकालमा चाहिँ तपाईँहरूले यात्रा गर्नुहोस् है, यात्रा गर्नुहोस्, धेरै राम्रो छ। अनि तपाईँहरूलाई चाहिँ होटल रिसोर्टहरू चाहियो भने म यहाँ फोन नम्बर पनि राखिदिन्छु है। फोन नम्बरमा तपाईँहरू कन्ट्याक्ट गरेर आउनु सक्नुहुन्छ। र संसारकै एउटा सुन्दर चाहिँ टुरिज्म हब भनौँ, एउटा चाहिँ घुम्नको निम्ति सुन्दर ठाउँ र स्वर्गको अनुभूति गर्ने हो भने यहाँ तपाईँहरू आउँदाखेरि हुन्छ। जस्तै अरू ठाउँमा थुप्रै ठाउँ घुमेको छु, पोखरा घुमेको छु, इलाम घुमेको छु होइन। त्यो सबै ठाउँ घुम्दाखेरि पनि मैले के अनुभूति गरेँ भने त्यहाँ चाहिँ एउटा ताल छ, एउटा कुनै तपाईँको चाहिँ कृत्रिम बगैँचाहरू निर्माण गरिएको होला, एउटा तालहरू होला होइन। तर यो चाहिँ प्राकृतिक रूपमै साँच्चीकै एउटा सुन्दर ठाउँ क्या यो चाहिँ। अनि त्यो माथि पनि मुन्दुम ट्रेल होइन, यहाँ चाहिँ हिँड्ने, यात्रा गरेर हिँड्ने है, यस्तो राम्रो एउटा चाहिँ स्वर्गको अनुभूति गर्नको निम्ति यो ठाउँहरू तपाईँहरू आउनै पर्छ। र तपाईँहरू आउनुभयो भने साँच्चीकै म जिउँदै हुँदाखेरि स्वर्ग देखेँ भने तपाईँहरूले अनुभूति चाहिँ गर्नुहुन्छ है त। हिउँदो आउनु भने अलिक सुक्खा हुन्छ मौसमहरू होइन, यो खासै त्यो हरियाली चाहिँ अलिक कम हुन्छ। अनि अहिले बर्खा आउनुभयो भने चाहिँ अथवा तपाईँहरू जेठ वैशाख महिना सबैभन्दा बेटर हुन्छ। अनि त्यस पछाडि असार साउन अलिक बढी पानी पर्ने हुँदैन, तपाईँलाई कठिन हुन्छ। तर पनि जे होस् तपाईँहरू सिल्पिङ अथवा चाहिँ ट्रेनहरूले अनि चाहिँ रेनकोटहरू चाहिँ सिङ्गल रेनकोटहरू लिएर आउनु राम्रो हुन्छ, त्यो एकदम राम्रो छ। अनि तपाईँलाई चाहिँ अहिले स्पेसली सुन्दर सबैभन्दा चाहिँ चैत वैशाख जेठसम्म चाहिँ यो एकदमै त्यो मौसम पनि त्यति धेरै जाडो पनि नहुने होइन, गर्मी त त्यो हुने कुरै भएन, एकदम राम्रो छ। मैले त्यो भन्न चाहन्छु। तपाईँहरूलाई फेरि केही चाहिँ यस विषयमा जानकारी चाहियो भने फेरि म दोस्रो भिडियो बनाउनेछु। सबैले माया गरिदिनु होला। मेरो चाहिँ यो च्यानललाई मार्ग अनलाइन न्युजलाई तपाईँहरूले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र सेयर गरिदिनु होला। र सम्पूर्ण एकदमै घुमेर आफ्नो देश को चाहिँ सबै भूभागमा घुमेर चाहिँ मर्दाखेरि शान्तिको सास फेरेर चाहिँ स्वर्गको अनुभूति गरेर मर्ने हो भने मुन्दुम ट्रेल मार्ग तपाईँहरू आउनको निम्ति हार्दिकतापूर्ण म अनुरोध गर्न चाहन्छु। धन्यवाद।